सर अलि पछाडि जानु कस्तो खोज्यो मोबाइल हो के मोबाइल मेरो टुकटुक मोबाइल हो टुकटुक मोबाइल यत्रो ठुलो हुन्छ के 5000 छ के गर्छन् केटा लगा त फुटाइस तर आफ्नै अफिसको फुटाइस के अरु भए पनि त हाडराम काम त राणा भन त्यो त म च्यालबाट काट्छु हेलो नमस्ते हजुरहरुले आजको मेरो फर्स्ट रिएक्सन भिडियोमा आज चाहिँ म रिएक्सन गर्न गइरहेको छु एक से एक बिजनेस नेपाली सीआईडी है तपाईहरुलाई कस्तो लाग्छ यदि हेरि सक्नुहुन्छ भने पनि आउनु सँगै हेरौँ आजको मेरो फर्स्ट रिएक्सन भिडियो नेपाली सीआईडी हामी सीआईडी अपराधको विरुद्धमा चलाउँछौँ ठुकुरीदेखि गोलीसम्म माइङ सागरदेखि होलीसम्म के भने सर एपिसोड 2 मा त इन्ट्रो मिल्नु पर्यो नि कम से कम यार ल तँलाई देखाइ होला तेरो हामी नेपाली सीआईडी मलाई लाग्छ जनताको लागि खटिन्छौँ दिनदेखि रात तर हामीलाई चाहिन्छ मासु र भात के बोले भाइ यस्तो पाले हामी केस पाउँछौँ त त्यो भन्दा त दही ढिन्छ दही कहाँ हो दही ल कहाँ नर्मल हुन्छ सर हुन्छ त ढोका फुटाएर दिनमा सर मैले ढोका फुटाइदिएँ है कति बलियो है दया चाप यसको नतिजा उसले भेट्ने छ के ढोका फुटाएर इन्ट्री गरेको ढोका त फुटाइस तर आफ्नै अफिसको फुटाइस के अरु भए पनि त हाडराम काम त राणा भन त्यो त म च्यालबाट काट्छु के हो यस्तो सुन्नुहोस् न प्रिन्सिपल सरलाई फोन गरेको छोरोको त दिउँसै छुट्टी भइसक्यो अरे सबै रिलेटिभ्सहरूलाई पनि कल गरेको कहाँ गयो होला त भइसक्यो राजा छोरा यतैतिर होला नि साथीभाइकोमा गएको होला किन टेन्सन लिन्छौ तिमी हेलो तेरो छोरो मेरो कब्जामा छ साला कति तँलाई धेरै के माग्नु 25 जा 25,000 को लागि मेरो छोरा किडन्याप गर्छस् 25 करोड साले अनि तुम कसैलाई खबर गर्ने हिँड्दै हेलो मलाई मेरो छोरो जसरी पनि चाहिन्छ दिनुस् न त 25 करोड अनि के कुरा गरेको तिमीले अनि के गर्ने त कसरी बोल्नु मेरो छोरोलाई हेलो सेडी इन्ट्रेस्टिङ के सर केस भनेपछि यु आर अ बिजनेसम्यान 100 करोडको सम्पत्ति छ र किडन्यापरले 25 करोड माग्छ पुरै हैन त भयो के यो केस अगाडि नबढाऊ पैसा दिनुस् के किनभने हाम्रो छोरोलाई के गरिदिहाल्यो भने अनि के कुरा गरे तिमीले त्यही त पछि गएर टिकटकर बन्छु भन्यो भने त 25 करोड त वेस्टै गयो नि मलाई कुरा थाहा भएन मलाई मेरो राजा फिर्ता चाहियो हेर्नुस् राजा तपाईको मात्रै हैन राजा हामी सबैको इनफ्याक्ट राजा यो पुरै देशको तर राजा फिर्ता आएपछि के गर्ने भन्नु मेरो छोराको नाम हो राजा एक्ज्याक्टली भनेपछि तपाईको परिवारमा 3 जना सदस्य हुनुहुन्छ एउटा छोरा एउटा बिजनेसम्यान बुढा र एउटा राम्री बुढी तिमीलाई के लाग्छ अभिजित राम्री भन्दा नि म त बिसु यिनीहरू केस लिन गएको हेरेर त्यहाँ केटीले जिस्किँदै आगे सुन्दरी भन्न चाहन्छु केस भनेको मैले सरी सर अब हामी त्यो किडन्यापरको पत्ता लगाउँछौँ तपाईँले भनेअनुसार उसको स्कुल उसको मामाघर ऊ लास्ट टाइम जता गएको थियो त्यहाँ गएर हामी छानबिन गर्छौँ र त्यहाँबाट सबुत निकाल्ने कोसिस गर्छौँ र त्योभन्दा अगाडि तपाईँ नम्बर दिन सक्नुहुन्छ मेरो के किडन्यापरको हैन दुईले दिनु एउटा चक्का गरिरहेको यो नम्बर लगाएर सालिम खेल्थ्यो र यो नम्बरको एक डिटेल निकालेर यसको लोकेसन ट्र्याक गर्नु हामी अब त्यो बच्चा लास्ट टाइम कता कता गएको थियो एक डिटेल निकाल्छौँ र त्यसपछि आएर अनि गर्दो रहेछ अब मेरो पनि एउटा इम्पोर्टेन्ट बिजनेस मिटिङ छ म चाहिँ अब निस्किन्छु घर तलासी फर्स्टमा गर्नुपर्छ नि सर यस्तो च्वाक छ के घर भने नि सर भएर जसले मिटिङमा जानु पर्यो पहिला त्यो लोकेसनमा गएर खोजौ अनि पछि नै गर्नु अभिजित तिमीले मैले काम गरेौ त गरेँ सर मैले घर तलासी गर्दाखेरि फोटो भेटाएछ मलाई सजिलो होला अनि अरु के अरू त त्यस्तो खासै के भेटाएन नि त्यो हातमा के छ होला हातमा के छ यस्तो खोइ देऊ त यो खेलाउन बाइक तिमी त ठुलो अफिसर भएर तिमी एउटा बाइक खेलाउन तिमी छोड्छौ कार छ हेर्नु गेला त बाइक चलिरहेको सीआईडी त सेक्सी रहेछ त ए त्यो साइडको बच्चा हेर न कहाँ आमा हेरेपछि अनि त्यो साथी त्यो नम्बर के नम्बर के ए मैले त्यो काम सुरु गरिसकेँ यो सिम चाहिँ अहिले अलि नेटवर्क नभएकोमा रहेछ बस त्यसैले हामी ट्र्याकिङ गर्न पाउँछौँ र मलाई जहाँसम्म लाग्छ नि त्यो बच्चालाई आफ्नो कोही आफन्तले किडन्याप गरेको हुनुपर्छ अब यता ट्र्याकिङ कामहरू त भइरहेको हुन्छ तपाईँहरू एकचोटि एक्चुअल लोकेसनमा जानु न त्यहाँ केही पत्ता लगाउँछ कि दया
तिमीले मैले भने काम गरेको गरे सर के काम गर्दैछ बाइक गलाइरा यार हाम्रो भिलेज के हो असिला कार्टुन हेरी नै बच्चाहरूले के हेर्छन् यार के हेर्ने गरे प्रसन्न लामाको भिडियो मैले पनि एकचोटि बरु कार्टुन हेर हेर्न पर्छ होला भोला खाइ छैन भाइको चोचो लिएर दिउँ नखाने के खाने त पिज्जा आफूले अहिलेसम्म पिज्जा खानु पाएन पिज्जा चुप्चाप चोचो खा हेलो हजुर बेबी 25 करोड त जसरी पनि हात लगाइहाल्छ बेबी त्यसको त टेन्सन नगर अनि सुन त यहाँ टावर छैन मेसेन्जरमै कल गर्दा सिममा बुढोको बाहेक अरू कसैको कल गर्नु किनकि मैले त्यस्तै भनेको छु लेट्स सी के हुन्छ छोराहरूको 2 दिन भइसक्यो के चिन्ता छ तिमीलाई कहाँ होला कसो होला के गर्दै होला आजकल झन् किडन्यापरहरूले बच्चाहरूको किडनी मुटुहरू बेच्छन् न्युजतिर सुनेको छैन पैसा दिए भइहाल्दैन खुरुखुरु मेरो बच्चालाई के भयो भने तिमीलाई म जानेछु बिन्दास छ कि यो चाहिँ एक्सक्युज मी म्याम के म भित्र जान सक्छु मेरो पिरियड भइरहेछ ओहो म्याम टेन्सन नगर्नुहोस् तापनि खानुहोस् न के परिहाल्यो म सधैँ छैन सट अप मैले मेरो क्लास भनेको किन को होला तपाईँ एक्चुअली म्याम वी आर फ्रम सिआइडी तपाईँको क्लासबाट यो बच्चा किडन्याप भएको छ त्यसैले हामी तिनीहरू यहाँ इन्भेस्टिगेसन गर्न आएको होइन त केटा हो केटा हो कोही केटा नै छैन गायब खेलिदिरहेको केटाहरूले के गर्छ के भयो ए त्यस्तो च्वाक मिस हुँदो रहेछ हाम्रो पनि एलकेजीमा भर्ना गर न लौ के बोले अभिजित यो युकेजी हो केटा हो त्यो क्लास 1 तिनीहरूले पढ्न आउँदैन हेर राम्रोसित क्लास 1 मा चाहिँ भर्ना गर्न पाएँ बच्चा अरे तपाईँको छोरोमा 12 पास गर्न लागिसक्यो यत्रो बुढो भएर मैले केसरी ध्यान दिनु न सर मिन त ठिक छ तपाईँको क्लासबाट बच्चा किड्न्याप भएको रहेछ तपाईँलाई यो स्कुल कुनै टिचरमाथि शङ्का छ कोही छैन ए भनेपछि यहाँको सबै टिचरहरू राम्रो हुनुहुन्छ हैन हैन स्कुलमा चाहिँ कोही छैनन् भनेको के सबजना टिचरहरू आन्दोलनमा जानु भयो हेलो हजुर सर ए हस् म आइहालेँ हस् चुप 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 हामी फेरि आउँछौँ ने भइरहेछ म अझै बिन्दास त आइपुग्नु भयो तपाईँहरू मैले तपाईँहरूलाई किन बोलाएको भन्दाखेरि चाहिँ मलाई एकजना माथि शङ्का छ को माथि मेरो सालो सालो अस्ति मेरो बुढी छेउमै थियो र मैले तपाईँहरूलाई भनिनँ मेरो सालो चाहिँ अलिक डन स्वभावको छ उसले मेरो सम्पत्ति देखेर मेरो बच्चालाई किडन्याप गरेर हुन्छ म तपाईँहरूलाई एउटा लोकेसन दिन्छु त्यहाँ गएर छानबिन गर्नुहोस् के पत्ता लाग्न सक्छ तपाईँहरूलाई लोकेसन भन्नुहोस् त नयाँ बस्ती 4 नम्बर चोकबाट लेफ्टको घर ठिक छ हामी त्यो ठाउँमा गएर इन्भेस्टिगेसन गर्छौँ तपाईँको बच्चा पत्ता लगाउँछौँ गए गराएर गयो जय नेपाल स्वागत छ है हजुरलाई डन भने त पोलिटिसियन रहेछ त्यो पोलिटिसियन चाहिँ डन हुन्छ नेपालको अनि के कति काम ल्याउनु भयो होला हामी एउटा केस लिएर आएका थियौँ सायद तपाईँको छोरीको छोरा एकछिन त्योभन्दा अगाडि यो आउने मङ्सिर 4 को चुनावमा चाहिँ मलाई भोट हालेर जिताउनु होला हेर्नुहोस् हामी अहिलेको एजुकेटेड यङ जेनेरेसन हो हामी जो पैतालाई यसै भोट दिँदैनौँ हाम्रो भोट तपाईँले कमाउनु पर्ने हुन्छ हाम्रो भोट पाउनुको लागि तपाईँ दक्ष हुनुपर्छ जनताको लागि काम गरेको हुनुपर्छ र एकदम एजुकेटेड हुनुपर्छ कमेडी साथसाथै सिरियसली कुराहरू पनि छ है बिचबिचमा याद गर्नुपर्छ कि छैन मसँग चाहिँ अहिले यही 3000 रहेछ रामबहादुरजी जिन्दाबाद भोट केमा कपीमा भोट केमा कपीमा सिआइडीको पारा यस्तो त छ हेलो सर रङ हाउस ए रङ हाउस पर्छ केटा हामी निस्किनु पर्दैन हामी खाना खाएर जानु न होइन हामीलाई हतार छ होइन के हो र तरकारी मासु
हुन्छ होइन हामी अलिकति हतार छ एउटा सिरियस केस छ क्या त्यही भएर अहिले हामी जान्छौँ हामी पछि अवश्य आउँछौँ त्यो रङ घर भन्नु सिक्नु चाहिँ गरेर चाहिँ पनि त भोग लागिरहेको सर मासु नखाने 1 महिना भइसक्यो चुप लाग्दा त्यत्रो 1000 रुपियाँ दिएको छैन अब खाना खाउने अहिले तिम्रो त्यो मलाई दही गर्न मन लाग्दैन कि सर 1000 रुपियाँ त देखा 1000 रुपियाँ देखा यसैलाई भोट हाल्ने हो भने सर यत्र हामी यस्तो चोर नेतालाई भोट पैसा दिन्छ भने दिने तर भोट चाहिँ राम्रो नेतालाई हाल्ने हो क्या ठिक कुरा फाइदा पनि त हामीलाई ठिक कुरा भन्नु तर यसले यत्रो ठुलो घर चाहिँ बनाएको छ सर ए तेरिको अभिजित तिमीले एउटा कहानी सुनेको छैन सुनौ सुनौ एकचोटि अमेरिकन पोलिटिसियन र नेपाली पोलिटिसियनको भेट भएछ अनि अमेरिकन पोलिटिसियनले चाहिँ घर देखाउनु भने नेपाली पोलिटिसियनले उसको घर लिएर गएछ नेपाली पोलिटिसियन छक्क ओहो यत्रो घर कसरी छक्क पुरै सेक्युरिटी बङ्गलो तपाईँले यत्रो घर कसरी बनाउनु भनेर सोद्धाखेरि चाहिँ अमेरिकन पोलिटिसियनले भनेछ ऊ त्यो परको पुल देख्नु भएको छ त्यो पुलको 10% चाहिँ मैले खाएको भन्छ अनि सेम कुरा यता भयो नेपाली पोलिटिसियन घर अमेरिकन पोलिटिसियन आयो ऊ आएर घर हेर्छ ऊ झन् चक्की उसको भन्दा खतरा गर्छ ए कम्पाउन्ड सामान घेरेको सेक्युरिटी त्यस्तै टाइट उसले सोधेछ मेरो घर त त्यस्तो छ तपाईँको मेरो भन्दा दामी छ तपाईँले त्यो घर कसरी बनाउनु भयो त नेपाली पोलिटिसियनले भनेछ ऊ त्यो पर एउटा पुल देखिरहनु भएको छ अनि अमेरिकन पोलिटिसियन भनेछ खै त पुल बुझ्नु नि सर तपाईँले चाहिँ के बुझ्नु हाम्रो नेपालको नेताले कामै गरेन मैले चाहिँ यही बुझ्नु भन्दाको अलि हो नेपाली जनताले नि यसरी नबुझेर दुःख पायो क्या हेलो ए हजुर तपाईँहरू कहाँ नयाँ बस्ती भनेको नयाँ पार्टी पुग्नु भएछ ए नयाँ बस्ती भन्नुभएको हामी नयाँ पार्टी आइपुगेछौँ ए हस् ल हस् त्यहाँ हामी जान्छौँ ठिक सर योपालि अब म पुऱ्याउँछु तिमी धेरै जान्नु हौ कुकुर मैले भन्ने ठाउँ होइन होइन त्यो सालको घर भनेपछि सर पक्कै पनि यो 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 जो जो कता सिधा लागेको सर साल भने त्यो डन यही हो क्या मरेको हो कि क्या एकचोटि हेरौँ यस्तो हट्टाकट्टा मान्छे केटा मान्छेलाई गाह्रो छ केटा मान्छे केटी मान्छे हौ अब केटी मान्छे भए पनि जे भने हट्टाकट्टा हुनुहुन्थ्यो कलिलै हुनुहुन्थ्यो हट्टाकट्टा कहाँ हट्टाकट्टा हुनुहुन्थ्यो मेरो हजुरआमा हो 90 वर्षको होइन अब ठिकै छ अब आत्माले शान्ति पाओस् जय होस् हामी चाहिँ निस्किनु पर्ला है अब खाना त हुन्थ्यो हामीलाई अलिकति हतार छ क्या त्यही भएर हामीलाई अलिकति टाइमै छैन अलिक चाँड चाँड बस्केर ल्याइदियो के गर्न लाग्यो तपाईँले जहाँ गरेर मेरो पछि हेरिहाल्नुपर्छ है अब अलिअलि इन्टरटेनमेन्ट चाहियो नि लेफ्ट भने कुन हो त लेफ्ट यो होइन लेफ्ट भने तपाईँले हातले गुद हुनुहुन्छ यो हातले भात खानुहुन्छ त्यही भएर पो बुद्धि नआएको रहेछ राइट यता भनेपछि लेफ्ट कसले लगाइदियो फेरि एक काउन्ट पे रैप्टा मारा ना अभिजित त बच्चा किडन्याप गर्ने हैन त के कुरा गरे मैले किडन्याप त गरे हैन अनि किन भागे त मैले केटी भगाएर ल्याएको थिएँ त्यही भएर अनि के भयो त भगाएर सर इन्टरकास्ट त्यही भएर तपाईहरु मेरो बुढीको दाजुभाइ जस्तो लाग्यो त्यही भएर हैन हामी सिआइडीबाट हो तेरो दिदीको छोरा किडन्याप भएको छ हो र सर ल मलाई त केही पनि थाहा नै थिएन ल ठीक छ केही कुरा थाहा पनि बित्तिकै चाहिँ हामीलाई खबर गरिहाल्ने यो केस एकदम सिरियस छ हगे सक्दैन यसमा अरे यार यसको काकी गना हो यो त चिर परिचित गन्ध गाजा सर सर म खाली हाल्छु एक सेकेन्ड खडाले के गर्ने हो यसले ओइ अफिसरको पारा यस्तो छ त यस्तो भरको मान्छे भर बिहारे मान्छे यसो जिम्मेवार भन्ने कुरा हुँदैन यस्तो गाना खाँदै हिँड्नुहुन्छ तपाईबाट सानो सानो बच्चाले के सिक्छन् गाजाले कति असर गर्छ शरीरमा कति असर गर्छ मलाई थाहा छ बाहिर यो माल चाहिँ कहाँ हो मलेको सर अब ड्युटी सुरु हुने यस्तो केटा हो आज 3 जना माल हान्नुपर्छ सर हामी त भन्यो स्यालेरी आएको छैन मिनिमम 5000 त चाहिहाल्यो मैले यो माल भने अब म तिमीलाई 2 दिनको टाइम दिन्छु 2 दिन भित्रमा मेरो बच्चा आयो भने आयो आएन भने म तिमीलाई डिभोर्स दिन्छु मलाई मेरो बच्चाको माया हो मलाई तिम्रो केही वास्ता छैन यदि मेरो बच्चा नै छैन भने म तिमीसँग बस्न सक्दिन Round and round, all day
बिहानदेखि 10 वटा मुतिसकिस् मुतली खाने अघि बाहेक काम छैन तेरो साला बाउ पनि उस्तै उ पनि उस्तै लाइस मुत हेलो बेबी कसले भन्नु बेबीले जुमा तु बेबी को रहेछ कति बेर देखाउँछ मलाई हेर्न मन लागिसक्यो ल म आए ल अङ्कल हात खोल्नु न म सुसु गर्छु प्यान्टमा मुत हेर म यहाँ देख सर हामीले यो तीनटै ठाउँमा गएर हेरिसक्यौँ सबुत कतिवटा पनि पाएन सालुङ्गे हजुर तिमी के कुरा पत्ता लाग्यो पत्ता लाग्यो बस के कुरा त्यो हाइड्राउन्डमा ज्योति मरको कन्सर्ट हुँदैछ अरे मैले त्यसको बारेमा भनेको त्यो सिङको के भयो ज्योति मरको कन्सर्टको बारेमा अलिक किन भन्छ बस यहाँ नै त्यो मान्छे पक्कै पनि कुनै खण्डर जस्तो ठाउँमा हुनुपर्छ त्यहाँ नेटवर्क आएकै छैन जब यो मान्छे नेटवर्कबाट आउँछ नि हामी त्यतिखेर ट्र्याक गर्न सक्छौँ त्यो बच्चा पक्कै पनि त्यही ठाउँमा किता भएर बसेको हुनुपर्छ अन्त म तिमीले सिसिटिभी क्यामेरा चेक गरेर भनेको थिएँ नि हाल्यो के हेऱ्यो पत्ता लाग्यो कि धेरै सर एकचोटि यो फोटेज हेर्नु त मैले यसमा सङ्केत हेरेर तिमी चाहिँ कता कता राखे कि दया तिमी सिसिटिभी कता कता राखेको मैले लिभिङ रुममा बेडरुममा अनि टोइलेटमा मलाई भर्सेमा पठाइदियो हजुर राखिरहेको यसले के बोलेको दया पहिला मलाई पठाइदियो नि सालुङ्गे यहाँ केही न केही त गडबड छ त्यो केटी हरेकचोटि फोनमा कहिले रोमान्टिक भएर बोलिरहेको छ कहिले एकदम झर्केर बोलिरहेको छ आफ्नो छोरो हराएको छ यसो त नहुनु पर्ने हो केही न केही त गडबड छ यहाँ सर हेर्नु त्यहाँ सर एक किनारको लोकेसन हो यो त पक्कै पनि कति लोकेसन कहाँ यो त जाउले जुको अगाडि देखाइरहेको छ लोकेसन पक्रे अभिजित यसो गाडी निकाल गाडी कस्तो होला गाडी टोला यता केटा सर अलिक पछाडि जानु कस्तो खोज्यो मोबाइल हो क्या मोबाइल मेरो टुकटुक मोबाइल हो टुकटुक मोबाइल यत्रो ठुलो हुन्छ भन्दा बेटा आगे के हो छ ने सुस्तुति पुरै छ मलाई हेर्न मन लाग्छ त्यसको देख के भयो बेबे यहाँ बस न आफ्नो रिसलाई शान्त गर पहिला साला लोई बुढोले 25 करोड पनि दिएन साला लोई बुढो अब कल त गरे हो मान्दैन त के गरि चाहिँ के डिभोर्स 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 गरेपछि 50% सम्पत्ति हाम्रो हुन्छ भनेपछि 50 करोड अनि त्यो बच्चा पैसा पाउने बित्तिकै हामी त्यो बच्चा लगेर त्यहीँ छोडिदिउँ ल यसपछि त हामी अन्त्य गरेर छुट्टै संसार बनाएर बस्ने हो नि त बेबे आई लभ यु टु भ्यान जोत केडा हो ए श्री प्रतिमले केस पत्ता लगाइसक्यो बुझन केडा हो ए कस्तो कुरा नबुझ्यो बाँदर हो क्या त्यो त तिमी हो बाँदर हो क्या बाँदर होइन भने हो भने होइन भने हो भने होइन भने हो भने केडा के भयो सर हेर्नु न अघिदेखि यसलाई मैले यो बाँदर हो भन्दा चाहिँ होइन भन्दा छ भने भालु हो क्या सर भालु यतापट्टि छ क्या भालु हो ठिक छ म गएर आएछु सर पहिला चाहिँ हामी यहाँ केस गर्नु यार केस के भइरहेछ हाम्रो केस त एसी प्रतिमले सल्भ गरिसक्यो किडन्यापर को मैले पत्ता लगाइसकेँ गर सर त्यसो भए त बुढाले गरेर भनिहाल्नु न एकछिन किन सरकारी तलब कति हजार 20,000 तिमीलाई अभिजित मलाई 25,000 मलाई लाग्छ यिनीहरूले त केटीले ब्ल्याकमेल गर्ने हो किनकि उसले भिडियो खिचिसकेछ मेरो 30 छ अनि ऋण कति छ तिम्रो अभिजित सबै जोडेर 30 लाख जति होला सर अनि तिम्रो दया मेरो त्यही 40-50 मेरो 80 छ भनेपछि 5 आई लभ यु टु 5 करोड त्यति त हामी दिन सक्दैनौँ ठिक छ त्यसो यो भिडियो म तपाईँको बुढालाई पठाइदिन्छु अनि के हुन्छ आफै विचार गर्नु होइन के कुरा गर्नु भएको दिन्छौँ पैसा आउने बित्तिकै तपाईँलाई 5 करोड दिइहाल्छौँ ओके केटा लेट्स गो ब्ल्याकमेल केही छैन 45 करोड त छ नि हामीसँग चिन्ता नगर न म त्यो बच्चासँग हुन्छु तिमी के हुन्छ मलाई कल गरेर भन् है त्यसपछि 50% सम्पत्ति मेरो के भयो सक्यो सबै सम्पत्ति सक्यो कसरी तिमीलाई थाहा छ त बुढी चाइना र युएसए को इम्पोर्ट एक्सपोर्टको बिजनेस थियो भनेर तिमीलाई
जब डोनाल्ड ट्रम्प आयो 245% को टेरिफ लगाएपछि मेरो कम्पनी पुरै बन्द भयो एउटा पनि सामान्य नेता उता छैन जोसँग लोन लिएर मैले काम गरेको थिएँ उनीहरू पनि मेरो विरुद्धमा गएको छन् सक्यो बुढी सक्यो सबै सक्यो पुलिसको इन्ट्री कमेडी साथसाथै सिरियसली कुराहरू पनि छ है बिचबिचमा याद गर्नुपर्छ कि छैन यो पुलिसले तपाईलाई समाउन आएको हो होइन तिमीलाई समाउन आएको बुढी कसरी कसरी मैले सबै लिएको लोन जति तिम्रो नाममा थियो सरी बुढी मेरो यस्तो के दोष छ तेरो ओलीले गरेर पछि पनि यसो मेरो के गल्ती नै छैन मैले के गरेको सरी बुढी के गरे मैले घर जानु लाग्यो जस्तो लाग्यो तैँले तेरो आमाको दुध खाएको मैले तेरै आमाको दुध खाएको के भने के कुरा बुझ्नु तपाईँहरूले ल हाम्रो पनि अब खुसीको दिन आएछन् केटा हो अब 5 करोड पाउने भइहाल्यो म 2 करोड राख्छु तिमीहरू 1.5 करोड राख के कुरा गर्ने हामी तिनीलाई अगाडिबाट छौँ हाम्रो त आधी चाहिन्छ कहाँ 1.5 करोड हामीलाई चाहिन्छ ल ल ठिक छ आज पनि लिउँ ल अब टक्क रिन सकाएर अनि ट्याक्क एउटा बुलेट हान्नु पर्ला म पनि एउटा हिरो हान्छु म त हिरो नि हान्छु अरे अभिजित यार मैले हिरोको एक्सपोज भनेको तिमीहरू खुरापाती गफ छोड्यो अब बुढीले हाम्रो पैसा जस्तो दिइहाल्छ अब बुढोलाई गरेर चाहिँ तेरो बच्चा हामी पत्ता लगाउन सकेनौँ त्यो केस हामी सक्दैनौँ भने छोडिदिउँ अनि हामी किन कुरा त जाउँ त घर बच्चालाई छोड्दै केटाहरूको इन्ट्री बच्चाको कहाँ छ आउँछु न धन्यवाद सेठी तपाईँहरूलाई मेरो बच्चा फिर्ता ल्याइदिनु भएको पैसा माग्नको कसरी तपाईँहरूलाई धन्यवाद दिन सक्छु मेरो हराएको बच्चा तपाईँहरूले फिर्ता ल्याइदिनु भयो धेरै आभारी छु म तपाईँहरूको प्रति अनि साँच्ची हजुरको विशेष पनि देख्दैन हेर्नु सक्छ मेरो त कम्पनी पनि लस्छु भयो घरको सम्पत्ति सबै छ भर्खर बुढीलाई पनि पुलिसले लिएर गयो के दिन्छ तपाईँहरूले ठुलो दुध गर्नु भएको छ मलाई अब हामीलाई त के हामी त सरकारले दिएकी छ हामी त देशको सेवा गर्ने बस्नुहुन्छ हामी यहाँ जाउँ है पहिले त्यसो नभन्नुहोस् मसँग के 5,000 छ के गर्छन् मलाई चाहिँ भिडियो एकदमै राम्रो लाग्यो होइन तपाईँहरूले कस्तो लाग्यो कमेन्ट गर्नु होला एकचोटि सेयर गरिदिनु होला र मेरो सानो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला हवस् त